आज चाहिँ मैले चम्सुरको खिर बनाएर खाएको छु। यसको लागि चाहिँ मैले एउटा कचौरामा 2 चम्चा चम्सुर लिएको छु। त्यसपछि मैले यसलाई 2 घण्टाको लागि पानी राखेर भिजाउन राखिदिन्छु। त्यसपछि भिजिसकेपछि मेरो चम्सुर यस्तो हुन्छ। त्यसपछि ग्यास अन गर्छु, एउटा भाँडा बसाल्छु, त्यसमा घिउ राख्छु, त्यसपछि ड्राई फ्रुटहरूलाई भुटभाट पार्छु र अर्को ग्यासमा मैले भाँडो बसाल्छु, त्यसपछि मिल्क एड गरिदिएको छु। यसलाई मजाले पाकिसकेपछि अघि भिजाएको चम्सुरलाई पनि राखिदिन्छु। अघि भिजाएको चम्सुर राखिसकेपछि मैले यसमा 2वटा जति हरियो सुकमेल पनि एड गरेको छु। त्यसपछि चिनी, नरिवलको धुलोलाई पनि एड गरेको छु। त्यसपछि मैले अघि भुटेको ड्राई फ्रुटलाई पनि राखेको छु। त्यसमा भएको घिउलाई पनि एड गरिदिएको छु र यसलाई मैले अब 20-25 मिनट जति पकाउँदै जान्छु र यो मेरो फाइनल्ली रेडी हुन्छ। हाम्रो चम्सुरको खिर चाहिँ फाइनल्ली यस्तो भएको छ। थ्याङ्क यू सो मच फर वाचिङ।